आदरणीय दर्शकवृन्द हार्दिक नमस्कार। कार्यक्रम जीवन जगतमा यहाँलाई हार्दिक स्वागत छ। म गौरव जोशी। कार्यक्रम जीवन जगतको हामी पहिलो श्रृङ्खलामा छौँ। आजदेखि हामीले एउटा नयाँ अध्यायको सुरुवात गरेका छौँ, जीवन र जगत, जसमा हामी जीवन र जगतको गहिरो भाव तपाईमाझ ल्याउने कोसिस गर्नेछौँ। र यसको सुरुवात गर्न गइरहेका छौँ हामी कृषि तथा वातावरणविज्ञ र भान्सा औषधालयका प्रवर्तक आदरणीय सर रोमलाल गिरिजुबाट। के हो त भान्सा औषधालय? अहिलेसम्म नसुनेको कुरा मैले त आज पहिलोपटक सुन्दैछु, भान्सा औषधालय, होइन? के साँच्चीकै भान्सा नै औषधालय बन्छ त? यी विविध विषयमा आज हामी चर्चा र परिचर्चा गर्नेछौँ। स्वागत सर। हजुर, धन्यवाद, नमस्कार। सन्चै हुनुहुन्छ? एकदम ठिक छु। भान्सा नै औषधालयका प्रवर्तक हुनुहुन्छ हजुर चाहिँ, होइन? अनि कृषि तथा वातावरणविज्ञ। सबैभन्दा पहिले त म के सोध्न चाहन्छु भनेपछि के साँच्चीकै खाना नै औषधि बन्छ त? धन्यवाद यो प्रश्नको लागि। हामीले भान्सा नै औषधालय, खाना नै औषधि, भान्से नै वैद्य भन्ने प्रोग्राम चलाउँछौँ र यसमा चाहिँ के खाना नै औषधि बन्छ भन्ने चाहिँ कुरामा चाहिँ कहाँनिरबाट चाहिँ हाम्रो प्रकृति र संस्कृतिको तालमेलको रूप देखिन्छ भन्दाखेरि चाहिँ हामी जे चिज खान्छौँ त्यो खाना अनुसार चाहिँ मन बन्छ, मन अनुसार चाहिँ मान्छेको स्वास्थ्य र आचरण व्यवहार बन्छ र त्यही अनुसार मान्छेको चाहिँ सोच विकास भएर अगाडि जान्छ। त्यसो भएको हुनाले चाहिँ हामीले कस्तो खाँदैछौँ र हाम्रो मन कस्तो छ र मन अनुसार हाम्रो स्वास्थ्य कस्तो हुन्छ भन्ने प्रदर्शित गर्छ। र अब खास गरेर चाहिँ यो औषधि भनेको त्यस्तो भिन्दै कुरो होइन। औषधि भनेको चाहिँ खानेकुराबाट मात्रै हाम्रो शरीरलाई चाहिने जति पनि तत्त्वहरू हाम्रो शरीरलाई चाहिने हो, कुनै पनि तत्त्वको कमीबाट शरीरमा रोग लाग्ने हो र त्यो तत्त्वको कमीबाट शरीरमा रोग यदि लाग्छ भने खानेकुराबाटै कुन खानेकुरामा त्यो तत्त्व छ त्यो खानेकुरा भान्सामा लगेर बनाएन ताजै रूपमा चाहिँ यदि शरीरले ग्रहण गर्यो भने, यदि शरीरमा पठायौँ भने, खायौँ भने त्यो खानेकुराले त्यो तत्त्वको फुलफिल गरिदिन्छ र खानेकुरा नै औषधिमा परिणत हुन्छ। त्यसो भएको हुनाले हाम्रो खानेकुरा नै औषधि हो र हामीलाई जे गरे पनि, टाउको दुखे पनि हामी मुखबाट पेटैमा पठाउने हो, खुट्टा दुखे पनि मुखबाट पेटैमा पठाउने हो। जहाँ जे औषधि गर्न छ हामीले त पेटैमा पठाउने हो खानेकुराहरू, औषधिहरू। त्यसो भएको हुनाले चाहिँ औषधिमा हुने तत्त्व हाम्रो खानेकुरा पहिचान गरेर त्यसका परिकार बनाएर खानैबाट खाँदाखेरि वास्तवमा औषधि बन्छ। त्यसो भएको हुनाले हामी खानेकुरा नै औषधि हो। जस्तो खानेकुरा औषधि भन्ने बित्तिकै एक प्रकारको औषधि भन्ने बित्तिकै हाम्रो दिमागमा चाहिँ औषधि एक अलगै प्रकारको माइन्ड सेट तयार हुन्छ, होइन? त जस्तो परिकारहरू के हुन् त? के अरे खानेकुराका परिकारहरू भन्नुहुन्छ? अच्छा, भान्सा नै औषधालयका तपाईँको यदि हामीले भान्सा नै औषधालय भन्छौँ भने भान्सा नै औषधालयका परिकारहरू के हुन् भन्ने कुरा हजुरले चाहिँ सोध्नुभयो र यो गहिरो प्रश्न हो। जति पनि हामीले खाना खान्छौँ र त्यो जुन चिजहरू अहिले विद्यमान रूपले हामीले खाना खाइरहेका छौँ, जे चिजहरू चाहिँ अन्नको रूपमा, तरकारीको रूपमा, दालको रूपमा, सागपातको रूपमा जे
खाइरहेछौँ त्यो त हाम्रो इनोभेसन भएका अथवा हामीले थाहा पाएका कुराहरू भए, हामीले अहिले बनाएर खाने हाम्रा परिकारका कुरा भए। र यो भएको चिज भन्दा पनि चाहिँ अरू चिज विकल्प बालीहरूका चिजहरू समेतलाई खोजेर हामीले चाहिँ तपाईँको खानाको रूपमा त्यसलाई चाहिँ तपाईँको परिकारको रूपमा परिणत गरेर परौठा खाने हो कि सेलरोटी खाने हो कि मोमो खाने हो कि चिया खाने हो कि तपाईँको चाहिँ अब सातु खाने हो कि होइन, त्यसबाट अरू परिकार बनाएर चाहिँ तपाईँको मिठो बनाएर खाने हो कि होइन। मतलब यो परिकार खास गरेर भान्सा औषधालयका परिकार भनेको जस्तो हामीले नास्ताको रूपमा चाहिँ मोमो खान्छौँ भन्दाखेरि मोमोलाई नै औषधि बनाउने त्यस्तो प्रकारका चिजहरूको चाहिँ सम्मिश्रणबाट त्यो चिज बनाएर मोमो पकाए जस्तै पकाएर खाने। हामीले चाहिँ परौठा जस्तो चाहिँ त्यो चिजको कम्बिनेसन बनाएर परौठा बनाएर खाने। अर्को सेलरोटी हामीले चाहिँ त्यो चिजको कम्बिनेसन बनाएर जुन जुन तत्त्व हाम्रो शरीरलाई चाहिने हो त्यो तत्त्वको कम्बिनेसन बनाएर तपाईँको सेलरोटी बनाएर खाने होइन। त्यसपछि तपाईँको मालपुवा बनाएर खाने, हलुवा बनाएर खाने, खिचडी बनाएर खाने, खिर बनाएर खाने भन्दाखेरि खाने आइटम त जुन हामीले तरिकामा जे खाइरहेछौँ त्यही आइटम तर चिज फरक। त्यसो भएको हुनाले चाहिँ हाम्रो भान्सा नै औषधालयका आइटम यिनै खानेकुराका आइटमहरू। मैले चाहिँ खाना नै औषधि भन्ने बित्तिकै केही अरू हर्बल जस्तो केही प्रोडक्ट हो कि त्यस्तो सोचिरहेको थिएँ होइन। तर हजुरले चाहिँ हामीले खाँदै आएको होइन चिजहरू या हामीले खाँदै आएको सेलरोटी परौठा जस्तो कुरा गर्नुभयो होइन। अनि यी चिज त हाम्रो मतलब पहिलेदेखि मतलब नेपालीहरूको कल्चर नै हो, हाम्रो खानेकुराको सिस्टम नै होइन। अनि तपाईँको चाहिँ यी कुराहरूलाई चाहिँ पकाउने तरिका फरक हो कि या अन्नको विकल्पको रूपमा नै के अरू चिज दिनुहुन्छ? हो, सबैभन्दा चाहिँ ठुलो महत्त्वपूर्ण कुरा अब अहिले हामीले जुन परम्परागत रूपमा चाहिँ चामल, मकै, गहुँ, कोदो, फापर जुन रूपमा चाहिँ हामीले खाँदै आएका छौँ यो त हाम्रा पुर्खाहरूले पत्ता लगाएर हामीलाई खाने बानीमा ल्याइदिएका चिजहरू भए। यी चिजहरूको अलावा हाम्रो शरीरलाई चाहिने जुन औषधीय गुण भएका चिजहरू, बोट बिरुवाहरू, जडीबुटीहरू, ठुल्ठुला बोट वृक्षहरू, फलफुलहरू तिनीहरूबाट चाहिँ सेग्रिगेसन गरेर अहिले विद्यमान भएका चिजहरू भन्दा अलग्गै यिनको विकल्पको रूपमा अरूलाई एडेड गरेर यी चिजहरू थोरै र विकल्पका चिजहरू धेरै बनाएर हामीले चाहिँ तपाईँको त्यो खानेकुरालाई औषधिको रूपमा कन्भर्ट गर्छौँ। र जस्तो आयुर्वेदको रूपमा यो चिजहरू चाहिँ औषधि हुन् भनेर चाहिँ त्यहाँ धुलो बनाएर गोली बनाएर जुन औषधिको रूपमा हामीले खान्छौँ नि, तर भान्सा औषधालयले के भन्छ भन्दा लाइफ फुडको रूपमा त्यसलाई परिकार बनाएर लिइन्छ। त्यसकारण चाहिँ यो चिज भन्दा यो बाली भन्दा यी खानेकुराहरू भन्दा विकल्पको रूपमा चाहिँ तपाईँको त्यसलाई हामीले मिक्स गरेर लिएर यसले चाहिँ लागेको रोग पनि निको हुन्छ कि या मात्र अब रोगलाई चाहिँ लाग्न दिँदैन? अब यो दुईटा कुरा छ। खास गरेर चाहिँ तपाईँको औषधि भनेको के हो, खानेकुरा भनेको के हो भन्दाखेरि कम्प्लिट रूपमा उपचार भनेको चाहिँ दुई पद्धति हो। एउटा रोग लाग्नै नदिने, खानाले चाहिँ रोग लाग्नै नदिने हुन्छ, शरीरमा एन्टिबडी तयार गरेर पहिलेदेखि स्ट्रङ शरीर बनाएर लिएर जान्छ। दोस्रो कुरो लागेको छ भने पनि त्यो तत्त्व जुन हामीले अरू औषधिको रूपमा लिन्छौँ त्यो तत्त्व खानेकुराबाटै हामीले भित्र पठायौँ भने भएको चाहिँ रोग पनि निको भएर आउने भयो। भन्दाखेरि दुईटै काम गर्यो भने भान्सा औषधालय भयो। एउटा सेक्टरको कुरा मात्रै होइन, हामीले विद्यमान भएको रोगलाई पनि शान्त गर्ने र अब रोगै लाग्न नदिने तरिकाको परिकार तयार गर्ने जुन गर्छौँ त्यसलाई चाहिँ हामीले भान्सा औषधालय भन्छौँ। जस्तो अहिले पनि मान्छेले रोटी चामल कोदो त खाँदै गरेको छ होइन। त यो खाने तरिका र अब हजुरले चाहिँ औषधालयबाट सिकाउने तरिका भन्नुहुन्छ भान्सा औषधालय, यसमा चाहिँ के फरक छ?
अब अहिले चाहिँ हामीले खाँदै गरेको चिज चाहिँ अनि धेरै मिठो, धेरै मसिनो प्याकिङ गरेका चिजहरूबाट हाम्रो खाने बानी छ। अब भान्सा औषधालयले के भन्छ, होल ग्रेन। यदि तपाईँले अन्न खाने हो भने तपाईँको त्यो होल ग्रेनको रूपमा, जस्तै बोक्रो त तपाईँ खानुहुन्न, बोक्रो निकालेको टोटल भाग चाहिँ तपाईँले खान पर्यो भन्दाखेरि परिकार के हुने भयो भन्दा टोटल सेलुलोज। सेलुलोज भनेको रेसादार चिज। तपाईँको शरीरमा तपाईँको खानाको रूपमा आउने जति पनि खाना छन् ती चाहिँ 60% भन्दा माथि सेलुलोज भएका चिजहरू तपाईँले लिनु पर्यो, त्यसबाट परिकार बनाउनु पर्यो। भन्नको मतलब यदि तपाईँले चाहिँ कोदोको चाहिँ होल ग्रेनलाई चाहिँ सिधै पिसेर खानुहुन्छ, गहुँको चाहिँ तपाईँको होल ग्रेनलाई चाहिँ पुरै भाग तपाईँको त्यसमा पार्सियालिटी भाग एउटा चिज फालेर अर्को चिज राख्ने होइन, त्यो छानेर खाने होइन, मात्र खाने गरेका हजुर। त्यसलाई चाहिँ हजुर सेलुलोज सहित, बोट होइन, मतलब दानाकै रूपलाई पनि खान सकिने भयो होइन। दानाको रूपलाई पनि चाहिँ टोटल भागलाई त्यसलाई फलेर, त्यसलाई पिसेर, त्यसलाई मैदा बनाएर होइन कि त्यसको पार्ट चाहिँ शरीरले चाहिँ ल्याउने गरेर शरीरमा चाहिँ जाने गरेर चाहिँ हामीले होल ग्रेनको पार्टलाई चाहिँ खाने तरिका अपनाउँछौँ, जसले गर्दाखेरि त्यसमा भएको चाहिँ तपाईँको प्रोटेक्टिभ चिजहरू पनि हाम्रो शरीरभित्र जाने भयो। जस्तो अहिलेको चाहिँ ल बुढापाकाहरूले त ल ठिक छ, उहाँहरूले चाहिँ पहिलेदेखि पनि खाँदै आएको चिज र यो नै चाहिन्छ भनेर चाहिँ खान सुरु गर्लान्। तर जो अहिलेको युवा पिँढी छ, नयाँ केटाकेटी भनौँ, जसले चाहिँ मोमो, चाउमिन, चटपटे जस्तो चिजहरू, बर्गर, पिज्जाहरू खान पल्केको छ, कि त्यस्तो युवा पिँढीलाई या त्यस्तो केटाकेटीलाई पनि हामीले चाहिँ यो मतलब हाम्रो भान्सा औषधालय या चाहिँ जुन प्रकारको हाम्रो जो तरिका छ जो हजुरको, यो प्रति आकर्षण गर्न सक्छौँ हामीले? डेफिनेटली अब यसमा चाहिँ त त्यो आकर्षण गर्नै पर्छ। जस्तो उनीहरूले मोमो खान्छन्, अब हामीले भान्सा औषधालयको मोमो बनाउँछौँ कि त्यो अहिलेको खाने मोमो भन्दा त्यो चाहिँ धेरै मिठो होस्, धेरै टेस्टी होस्, धेरै आकर्षण होस्। अनि उनीहरूले खाने चाहिँ जुन चाउमिन खान्छन् र हाम्रा चिज वस्तुको, हरियो चिज वस्तुको चाहिँ त्यो चिज बनोस् कि जो त्योभन्दा अझ मिठास होस् होइन। हामीले चाहिँ परौठा बनाउँछौँ, अहिले बनाइरहेको चिजभन्दा चाहिँ भिन्दै टेस्टको, त्यहाँभन्दा अझ मिठो टेस्टको चाहिँ औषधिजन्य चाहिँ तपाईँको चाहिँ के अरे परौठा होस्। रोटी बनाउँछौँ, अहिलेको रोटी भन्दा पनि त्यो विशिष्ट औषधि जन्य चाहिँ तपाईँको भेल्यु भएको चिजको चाहिँ रोटी होस्। अब हामीले जुन चाहिँ पिज्जा, बर्गर भनेर खान्छौँ, हामीले पाउरोटीमा खान्छौँ होइन, तर चाहिँ तपाईँको त्यो चिज चाहिँ तपाईँको यस्तो हामीले बनाउनु पर्यो, यस्तो हामी बनाउँछौँ कि त्यो औषधिजन्य चिजको चाहिँ ती वस्तुहरूलाई समावेश गरेर त्योभन्दा पनि अझ मिठो टेस्टमा चाहिँ हामी तयार गर्छौँ। पिज्जा, बर्गरहरू पनि बनाउन सक्छौँ हामी, अर्ग्यानिक टोटल अर्ग्यानिक रूपमा त्यो पनि बनाउन सक्छौँ। कतिको के भन्छन् रे, नेपालमा चाहिँ भान्सा औषधालय सम्भव हुन होइन या सफल हुन कतिको सम्भावना छ? अब विश्वमा रहेका जति पनि देशहरू छन् उनीहरूको प्रकृति र उनीहरूको संस्कृति हेर्दाखेरि चाहिँ अब अन्यत्र देशमा चाहिँ अब यो कुरा भान्सा औषधालयको कुरा, तपाईँको यो मृत सञ्जीवनी भएको चिजहरूको कुरा, अनि तपाईँको चाहिँ यो के अरे प्राणभूमि भएको कुरा, अब यसरी तुलना गरेर हेर्दाखेरि चाहिँ तपाईँको नेपाल मात्रै यस्तो पोटेन्सियल देश हो, नेपाल मात्रै यति सबै कुराले चाहिँ सम्भावनाले भरिभराउ देश हो, नेपालमा मात्रै पूर्ण सम्भव छ र यो देशलाई चाहिँ हामी मृत सञ्जीवनीको देश, प्राण भरा देश र चाहिँ भोक र रोग निषेधित देशको रूपमा यसलाई लान सक्छौँ। किन भन्दाखेरि चाहिँ 67% जति पनि संसारमा चाहिँ खान योग्य चाहिँ बोट वृक्ष र चाहिँ तपाईँको जुन झारपात जडीबुटीहरू छन् त्यो नेपालमा
पाइने हुनाले नेपालमा यो कुरो चाहिँ 100% सम्भव छ। ठुलो ठुलो पपुलेसन भएको अरू देशमा चाहिँ हामीले ग्यारेन्टी लिन सक्दैनौँ, उनीहरुकोमा नहुन सक्छ, तर नेपालमा यो 100% सम्भव छ। यतिसम्म हामी ठोकुवा गरेर भन्न सक्छौं यो राज्यमा विदिन 2 इयर्स भन्छौं 2 वर्ष भित्र यदि हाम्रो प्लानिङ अनुसार चाहिँ यदि राज्यले काम गर्ने हो भने 2 वर्ष भित्रमा संसारको कुनै पनि ठाउँबाट कुनै पनि खानेकुरा हामीलाई ल्याउनु पर्दैन, हामी आफै सक्षम छौं। यो चाहिँ कल्चरको भनौं, यो संस्कृतिको हामीले विदेशीकरण गर्नु पर्यो या विदेशमा चाहिँ यो सिस्टम बसाल्नु पर्यो भनेपछि कतिको सम्भव छ? अब हाम्रा प्रोडक्टहरूलाई चाहिँ यहाँ उत्पादन गरेर उनीहरूलाई फ्रेन्चाइजी बनेर दिन सकिन्छ, जस्तो चाहिँ संसारभरि चाहिँ हामीलाई मोमो बाहिरबाट आयो, पिज्जा बाहिरबाट आयो, बर्गर बाहिरबाट आयो, हाम्रो एक किसिमको अहिले कल्चर नै बनिसक्यो के? हजुर, हजुरले भन्नुभयो जो हाम्रो पुर्खाहरूले खाँदै आएको चिजलाई बिर्सँदै हामी चाहिँ यो कल्चरमा गयौँ भनेपछि के यसरी नै हामीले चाहिँ विदेशमा जस्तै उनीहरूको मोमो चाउमिन हैन बर्गर पिज्जाहरू चाहिँ यहाँ एउटा कल्चरको रूपमा पस्यो, हामीले आफ्नो परिकारलाई त्यस्तो विदेशीकरण विदेशमा पनि हाम्रो कल्चरको रूपमा बनाउन सकिन्छ। अब किन भन्दाखेरि हामीसँग साधन स्रोत प्रशस्त छ, जम्मा कुरो चाहिँ हाम्रो टेक्नोलोजी र हाम्रो काम गर्ने भावनाको रूप हो। जस्तो अहिले त्यहाँ गएर अरूको काम गरेर हामीलाई पैसा कमाइरहेछ भने आफ्नो चिज लगेर त्यहाँ चाहिँ तपाईको प्रोडक्टको रूपमा उत्पादन गरेर पनि हामीले खुवाउन सक्ने भयौँ। अब यहाँबाट चाहिँ सेमी प्रोडक्ट गरेर लैजाने र त्यहाँ गएर फाइनल उसको रूपमा जाने, जस्तो त्यसको निम्ति हामी मसला तयार गरेका छौँ। जब मसला चाहिँ तपाईको तरकारीमा जुन तरकारी पकाउँदाखेरि हामीलाई तेल चाहिएन, हामीलाई मसला चाहिएन, किनभने हाम्रो प्रोडक्ट चाहिँ तपाईको तेल र मसलाको काम गर्ने भयो, एउटा प्रोडक्ट त्यो हुने भयो। अब खाने चिजहरूको रूपमा पनि हाम्रो अर्ग्यानिक चिजहरू जुन हाम्रो चाहिँ जडीबुटीबाट बनेका पेस्टहरूलाई लिएर गएर हामी त्यहाँ परिकार बनाउन सक्ने भयौँ। एउटा कुरा सर, अब यो हेर्दै गरेको आम दर्शकलाई के लाग्न सक्छ भनेपछि अर्ग्यानिकको नाममा चाहिँ विभिन्न मान्छेले विभिन्न प्रकारको प्रोडक्टहरू उत्पादन गर्दै आइरहेका छन्। जस्तो मानौँ हामीले एउटा क्याफेको सुरुवात गऱ्यौँ हैन, हामीले चाहिँ अर्ग्यानिक प्रोडक्ट र यो नै एउटा औषधालय हो भनेर हामीले प्रचार प्रसार गर्न सुरु गऱ्यौँ। अब खाने मान्छेलाई चाहिँ कसरी हामीले चाहिँ विश्वस्त बनाउने कि साँच्चीकै यो अर्ग्यानिक हो र साँच्चीकै यसले चाहिँ रोग लाग्न दिँदैन या रोग निको पार्छ भनेर त्यस्तो वैज्ञानिक प्रुफ चाहिँ हामीसँग के हुनसक्छ? अब हामीसँग चाहिँ तपाईको के हुन सक्छ भनेर भन्नुहुन्छ भने हामी लाइभ फुडको परिकल्पनामा कुरा गर्छौं। जे चीजले औषधि बन्छ त्यही चीज हामी भान्सामा पकाएर खुवाउँछौं र यो एसिडिटी दिन्छौं। कुन कुन न्युट्रिएन्टको बेसमा त्यो औषधि बनेको छ त्यही चीजको लाइभ फुडको रूपले हामीले चाहिँ हाम्रो शरीरलाई कति ग्राम चाहिने हो, कति एमजी चाहिने हो, त्यसको रूपमा हामीले कसरी लिन सक्छौं, के परिकारबाट लिन सक्छौं, त्यो चीज हामी एस्युरिटी बनाएर उनीहरूलाई एकदम पूर्ण विश्वास बनाएर हामीले चाहिँ तपाईको परिकार तयार गरेर खुवाउँछौं र खाएर तपाईको निको भइसकेपछि मान्छेले विश्वास गर्ने हो, परिणामले विश्वास गर्ने हो। तपाईलाई भोमिटिङ भएको छ विदिन आधा मिनेट भित्र तपाईको चाहिँ 30 सेकेन्डमा तपाईको भोमिटिङ रोकियो भने तपाईले फिलिङ गर्नुहुन्छ ए तुरुन्तै रोकिँदो रहेछ। तपाईलाई पखाला लागेको छ विदिन चाहिँ तपाईको 30 सेकेन्ड भित्र चाहिँ तपाईको पखाला रोकियो ए रोकिँदो रहेछ भयो भन्दाखेरि त्यस्तै हो। तपाईको चाहिँ अब प्रेसर भयो, सुगर भयो, डिप्रेसन भयो, रेगुलर रूपमा चाहिँ तपाईको यो प्रयोग गरेर 1 हप्तादेखि 15 दिन भित्र चाहिँ तपाईले खाएर रिलिफ भइसकेपछि तपाईलाई फिलिङ हुने हो। खाना खाने हो, आनन्दका साथमा बसेर खाने हो, उहाँले त्यो मेनु पनि हेरेर खानुहुन्छ। खाना खाइसके पछाडि उहाँलाई फिलिङले मात्रै न विश्वास गर्ने हो भनेर चाहिँ तपाईको विश्वास गर्ने कुरो भएन। त्यसो भएको हुनाले उहाँहरू चाहिँ तपाईको भान्सा औषधालयमा आउनु पर्यो, खानु पर्यो, टेस्ट लिनु पर्यो, त्यसपछि चाहिँ तपाईको त्यहाँबाट रिजल्ट हेरेर मात्रै विश्वास हुन्छ।